कसरी दिनुपर्छ त्यसरी त्यस्तो पाइन्छ कहीँ एकजनाले किन्नु सक्छ 45 बिघा जग्गा कहाँबाट पैसा ल्याएर किन्छ 48 कति बिघा 48 बिघा कहाँबाट किन्छ पैसा ल्याएर हर्क साङपाङको कारनामाहरू त भट्टी निस्किन थाल्यो त के हो यार कुरोकानी चाहिँ हर्क साङपाङले किन चाहिँ सुकुम्बासी भने त कुरो यस्तो रहेछ वास्तविक सुकुम्बासीहरूलाई ठिकै छ तर हुकुमबासीहरूलाई उचालेर सडक तताएको देख्दाखेरि अचम्म लाग्थ्यो तर कारण यो रहेछ अब सिफारिस गर्दै रहेछन् सुकुम्बासी जग्गाको लागि त्यो पनि कति 48 बिघा कि कति बिघा अब सिफारिस गरिदिएपछि त अलिअलि भेटे पनि होला अनि यहाँको स्थानीयले के भन्दैछन् भने हामी पैसै दिन्नौँ भन्दैछन् अब हर्क साङपाङ गएर के भन्यो भने होला अब पैसा तिमीहरू किनेर बस्यौ अब किनेर बसे तापनि अब फेरि सरकारलाई यो सरकारी रेट अनुसार कति पर्छ तिमीहरूले फेरि पैसा दिनुपर्छ भने होला पक्कै त्यहाँको स्थानीयहरू हामी पर्दैन भनेर भन्दैछन् अब के गर्छौ किन त्यत्रो उफ्रियौ त्यत्रो करायौ स्टेटस त 40-50वटा भन्दा बढी लेख्यौ होला सुकुम्बासीकै बारेमा मात्रै किन यसरी गर्यौ भनेको त कुरो त्यसो रहेछ जति गर्न सक्यौ काका अब सकियो अब त बिस्तारै तिम्रो कारनामाहरू सबै निस्किँदैछ बिस्तारै निस्किन्छ पनि सत्य कहिले पनि हराउँदैन क्या लुकाएर पनि लुकिँदैन एक दिन न एक दिन अवश्य सत्यको जित हुन्छ बुझ्यौ नि।